प्याराग्राम ल अफ भेक्टर एडिसन। कुनै पनि दुईवटा भेक्टर्सहरू छ, ती दुईवटा भेक्टर्सहरू एउटा पोइन्टमा एक्ट भएको छ सर्टेन एंगलमा। सपोज पी भेक्टर एन्ड क्यू भेक्टर एउटा पोइन्ट ओ मा एक्ट भएको छ। अब हामीले के गर्नु पर्यो भने यसको रिजल्टेन्ट निकाल्नु पर्यो। ट्रायंगल लमा जस्तै गरी हामीले प्याराग्राम ल युज गरेर हामीले यसको दुईवटा भेक्टरको रिजल्टेन्ट फाइन्ड आउट गर्छौं, त्यसको म्याग्निट्युड र डिरेक्सन पनि फाइन्ड आउट गर्छौं। फर्मुला एउटै आउँछ, सेम नै आउँछ, तर अलिकति हामीले ल चाहिँ अलिकति फरक छ, यसमा फरक तरिकाले हामीले यसमा काम गर्छौं। प्याराग्राम ल अफ भेक्टर एडिसन दुईवटा भेक्टरलाई एड गरेर रिजल्टेन्ट निकाल्ने काम गर्छौं। यसमा चाहिँ के गर्नु पर्यो भने यो दुईवटा भेक्टर्सहरू यो पोइन्टमा एक्ट भएको छ भने यो दुईवटा भेक्टरको हेल्पले सबैभन्दा पहिला हामीले के गर्छौं भने यसमा प्याराग्राम कम्प्लिट गर्छौं। प्याराग्राम कम्प्लिट गर्ने यसरी यतापट्टिको पी भेक्टर हो हैन। अब यो चाहिँ क्यू भेक्टर हो भनेपछि यो लाइनसँग क्यू भेक्टरको लाइनसँग प्यारल र इक्वल हुने गरी यतापट्टि लाइन ड्रा गर्ने र पी भेक्टरसँग प्यारल एन्ड इक्वल हुने गरेर यतापट्टि लाइन ड्रा गर्ने। यति भए पछाडि हाम्रो ओएबीसी भन्ने प्याराग्राम कम्प्लिट भयो। प्याराग्राम कम्प्लिट भयो। यो प्याराग्राममा दुईवटा एडजेसेन्ट साइड अफ दिस प्याराग्राम पी भेक्टर र क्यू भेक्टरलाई रिप्रेजेन्ट गरेको छ। त्यसो भने यो प्याराग्राम ल अफ भेक्टर एडिसनले के भन्छ भने जुन पोइन्टमा दुईवटा भेक्टर्सहरू एक्ट भएका थिए त्यही पोइन्टबाट ड्र गरेको डायगोनल, यो प्याराग्रामको डायगोनल त दुईटा हुन्छ, हेर्नुस्, एउटा यतापट्टि पनि हुन सक्छ र अर्को यतापट्टि हुन सक्छ। जुन पोइन्टमा दुईवटा भेक्टर्सहरू एक्ट भएका थिए त्यही पोइन्टबाट ड्र गरेको डायगोनलले रिजल्टेन्ट दिन्छ। हेर्नुस् है, यो नै के हो त भने प्याराग्राम ल अफ भेक्टर एडिसन। यसलाई हामीले यसरी पनि डिफाइन गर्न सकिन्छ, स्टेट गर्न सकिन्छ। इफ टू भेक्टर्स एक्टिङ एट अ पोइन्ट साइमल्टेनियसली are represented in magnitude and direction by two adjacent sides of the paragram, then their resultant vector is represented in magnitude and direction by the diagonal of the paragram drawn from the same point. त्यही पोइन्टबाट ड्र गरेको डायगोनलले के दिन्छ त रिजल्टेन्ट दिन्छ, आर भेक्टर दिन्छ। दिस इज पी भेक्टर, दिस इज पी भेक्टर एन्ड दिस इज क्यू भेक्टर। यो पी भेक्टर र क्यू भेक्टरलाई एड गर्नुभयो भने टेल हेड आर भेक्टर नै आउने हो हैन। आर भेक्टर भनेको पी भेक्टर प्लस क्यू भेक्टर। सो हामीले अब केही थोरै कन्स्ट्रक्सन यसमा गरौँ। यो पोइन्ट बी बाट परपेन्डिकुलर ड्र गरौँ ओए प्रोड्युस्डमा। ओए लाई प्रोड्युस गरेका छौँ यसरी, र यो एंगल थीटा हो किनकि पी भेक्टर र क्यू भेक्टर बीचको एंगल थीटा छ, यो पनि थीटा नै हुन्छ, र अल्फा भनेको आर भेक्टरले पी भेक्टरसँग बनाएको एंगल हो। यसमा हामीले अलिकति सपोज गरौँ। लेट अस कन्सिडर द म्याग्निट्युड एन्ड डिरेक्सन अफ भेक्टर्स p and q be represented by two adjacent sides OA and OC of parallelogram OABC. Let theta be the angle between the vectors p and q. According to parallelogram law of vectors, the diagonal OB vector is the resultant of vectors p and q. So OB vector is equal to R vector is equal to p vector plus q vector. From point P, let us draw BD perpendicular to OA. हेर्नुस् है, BD बाट के गर्ने त OA मा परपेन्डिकुलर ड्रा गर्ने। नाउ इन ट्रायंगल ADB, अब यो ADB भन्ने सानो ट्रायंगलमा हेर्नुस् त, सानो राइट एंगल ट्रायंगलमा के छ, साइन थीटा ट्रिगोनोमेट्रिक रेशियो साइन थीटा लिने हो भने परपेन्डिकुलर बाइ के हुन्छ त हाइपोटेनस हुन्छ। परपेन्डिकुलर भनेको BD हो, हाइपोटेनस भनेको AB। सो AB भनेको के छ त भने दिस इज द क्यू भेक्टर, यो र यो त सेम हो, क्यू भेक्टर, यसको म्याग्निट्युड त क्यू हो, द्याट्स वाइ sin थीटा इज इक्वल टु BD बाइ क्यू भयो। देयरफोर BD भनेको कति आयो त क्यू sin थीटा। दिस इज इक्वेसन फर्स्ट। सिमिलरली cos थीटा हामीले लिने हो भने cos थीटा चाहिँ बेस बाइ हाइपोटेनस हुन्छ। बेस भनेको AD हो र हाइपोटेनस भनेको AB हो। AB को म्याग्निट्युड हामीलाई थाहा छ क्यू हो, त्यसो भने एडी भनेको कति आयो त भन्दा तपाईको क्यू cos थीटा। हेर्नुस् है, एबी भनेको क्यू हो,
त्यसो भने एडी भनेको हामीले निकाल्न सक्यो क्यू कस थीटा। भनेपछि यो सानो राइट एंगल ट्रायंगलबाट यो बीडी र एडी अननोन साइडको हामीले भ्यालु चाहिँ डिटरमाइन गर्यौं क्यू साइन थीटा र क्यू कस थीटा। अब हामीले एउटा लार्ज राइट एंगल ट्रायंगल लियौं, यो ओडीबी भन्ने ट्रायंगलमा हामीले पाइथागोरस थ्योरम एप्लाई गरौं, सेम अगाडिकै ट्रायंगल ल अफ एक्सटेन्सनको जस्तै। सो हाइपोटेन्युसको स्क्वायर इज इक्वल टु बेसको स्क्वायर प्लस परपेन्डिकुलर स्क्वायर है, पाइथागोरस थ्योरम एप्लाई गरौं। सो ओडी भनेको हाम्रो के छ त भने ओडी भनेको फिगरमा हेर्नुस् त, ओडी भनेको ओए प्लस एडी, ओए प्लस एडी र बीडी लाई बीडी नै राखियो र ओबी भनेको हाम्रो फिगरमा के छ आर भेक्टर, यो त हाम्रो डायगोनल रिजल्टेन्ट प्रोभाइड गर्छ। यसको म्याग्निट्युड भनेको आर हो, भेक्टर साइन त लेख्नु भएन म्याग्निट्युडमा, आर मात्रै लेख्नु पर्यो। ओए भनेको पी भेक्टरको म्याग्निट्युड हो, पी लेख्नु पर्यो। एडी भनेको यो भर्खर हामीले माथि निकाल्यौं क्यू कस थीटा हुन्छ र बीडी भनेको क्यू साइन थीटा। यसलाई हामीले के गरौँ त भने अब ए प्लस बी को होल स्क्वायर को फर्मुला एप्लाई गरौँ, पी स्क्वायर प्लस 2p क्यू कस थीटा प्लस क्यू स्क्वायर कस स्क्वायर थीटा आउने भयो प्लस क्यू स्क्वायर साइन स्क्वायर थीटा। अब यसमा क्यू स्क्वायर कमन लिने हो भने क्यू स्क्वायर कस स्क्वायर थीटा प्लस साइन स्क्वायर थीटा भयो र फाइनल्ली कति आयो त आर स्क्वायर इज इक्वल टु पी स्क्वायर प्लस 2p क्यू कस थीटा प्लस क्यू स्क्वायर। देयरफोर आर भनेको हाम्रो कति आयो स्क्वायर रुट पी स्क्वायर प्लस क्यू स्क्वायर प्लस 2p क्यू कस थीटा। सो यसले हामीलाई के प्रोभाइड गर्छ भने म्याग्निट्युड अफ द रिजल्टेन्ट भेक्टर आर भेक्टरको म्याग्निट्युड हामीलाई प्रोभाइड गर्छ। र अब अल्फा हामी निकालौं, अल्फाले हामीलाई के दिन्छ भने अल्फा गिव्स डिरेक्सन अफ आर भेक्टर विथ रेस्पेक्ट टु पी भेक्टर। सो अल्फा हामी फाइन्ड आउट गरौँ इन टर्म्स अफ पी क्यू एन्ड थीटा। सो त्यसको लागि हामीले लार्ज राइट एंगल ट्रायंगल ओडीबी यसमा हेरौँ त tan अल्फा भनेको यसमा हाम्रो बेस एंगल अल्फा छ, tan अल्फा भनेको परपेन्डिकुलर बाइ बेस हुन्छ। सो बीडी डिवाइड बाइ ओडी, बीडी भनेको हाम्रो क्यू साइन थीटा अहिले निकालिसकेका छौं र ओए भनेको पी र एडी भनेको क्यू कस थीटा। देयरफोर अल्फा भनेको tan इन्भर्स क्यू साइन थीटा डिवाइड बाइ पी प्लस क्यू कस थीटा। सो दिस गिव्स द डिरेक्सन अफ रिजल्टेन्ट भेक्टर। सो यहाँबाट हामीले के थाहा पायौं भने हाम्रो रिजल्टेन्ट भेक्टर इन्डिभिजुअल भेक्टरको म्याग्निट्युडमा डिपेन्ड गर्छ र एंगल बिट्विन टु भेक्टर्समा पनि डिपेन्ड गर्छ भन्ने कुरा थाहा पाइयो। र अर्को डिरेक्सन अफ रिजल्टेन्ट भेक्टर पनि केमा डिपेन्ड गर्छ म्याग्निट्युड अफ पी भेक्टर, म्याग्निट्युड अफ क्यू भेक्टर एन्ड एंगल बिट्विन टु भेक्टर्समा डिपेन्ड गर्छ भन्ने कुरा हामीलाई थाहा भयो। हेर्नुस् है, अब स्पेशल केसेसमा हामीले के गरौँ भने सपोज पी र क्यू लाई फिक्स राखौं है, पी र क्यू को म्याग्निट्युडलाई फिक्स राखौं, थीटा चेन्ज गरौँ, थीटा चेन्ज गर्दाखेरि रिजल्टेन्ट कसरी चेन्ज हुन्छ र अल्फा त्यसको डिरेक्सन अफ रिजल्टेन्ट कसरी चेन्ज हुन्छ हामी त्यसमा केही काम गरौँ। स्पेशल केसमा इफ टु भेक्टर्स आर इन सेम डिरेक्सन, यदि दुईटा भेक्टर्सहरु सेम डिरेक्सनमा छ, सपोज पी भेक्टर पनि यतैपट्टि छ र क्यू भेक्टर पनि यतैपट्टि एक्ट भएको छ भने थीटा इज इक्वल टु कति हुने भयो त भनेको 0 डिग्री प्यारलल हुने भयो तिनीहरु। हेर्नुस् है, यदि दुईवटा भेक्टर्सहरु प्यारलल छ भने सेम डिरेक्सनमा एक्ट भएको छ भने थीटा भनेको 0 डिग्री भयो। भनेपछि अघिको फर्मुलाबाट हाम्रो cos 0 राख्नु पर्यो थीटाको ठाउँमा। त्यसो भने cos 0 भनेको 1 हो र यो भनेको p प्लस q को होल स्क्वायर हो। देयरफोर r इज इक्वल टु कति आउने भयो त p प्लस q। यदि दुईवटा भेक्टर्सहरु प्यारलल रहेछ भने हामीले डाइरेक्ट के गर्न सकिन्छ, स्केलरमा जस्तै डाइरेक्ट दुईवटा भेक्टरको म्याग्निट्युडलाई जोड्दाखेरि रिजल्टेन्ट भेक्टरको म्याग्निट्युड आउने रहेछ। सो r इज इक्वल टु p प्लस q र यतिखेर रिजल्टेन्ट चाहिँ जहिले पनि म्याक्सिमम हुन्छ। यदि दुईवटा भेक्टर्सहरु प्यारलल छ, सेम डिरेक्सनमा एक्ट भएको छ भने रिजल्टेन्ट म्याक्सिमम हुन्छ। म्याक्सिमम r म्याक्स भनेको p प्लस q र एंगल भनेको अब अल्फा इज इक्वल टु tan इन्भर्स, हाम्रो फर्मुला यो छँदै छ sin 0 भनेको 0, दैट्स वाइ माथिको टर्म 0 भइहाल्यो, cos 0 भनेको 1, देयरफोर हाम्रो p प्लस q आउने भयो तलपट्टि। सो 0 बाइ समथिङ भनेको 0, सो tan इन्भर्स 0 भनेको 0। दैट मिन्स हाम्रो रिजल्टेन्टको डिरेक्सन पनि कतापट्टि हुने भयो त भने अब यो अल्फा भनेको रिजल्टेन्टले ए भेक्टरसँग बनाएको एंगल हो। सो रिजल्टेन्टले ए भेक्टरसँग 0 एंगल बनायो, दैट मिन्स रिजल्टेन्ट पनि ए भेक्टरकै डिरेक्सनतिर एक्ट हुने रहेछ हैन। सो दुईवटा ए भेक्टर
र बी भेक्टरकै डिरेक्सनमा एक्ट हुने रहेछ भन्न पनि पाइयो। यसरी यदि दुईवटा भेक्टर्सहरू प्यारल डिरेक्सनमा एक्ट भएको रहेछ भने रिजल्टेन्ट पनि त्यही डिरेक्सनमा एक्ट हुने रहेछ। अब यदि दुईवटा भेक्टर्सहरू अपोजिट डिरेक्सनमा एक्ट भएको छ भने के हुन्छ, हैन, परपेन्डिकुलर डिरेक्सनमा एक्ट भएको रहेछ भने के हुन्छ, त्यसलाई पनि हामीले हेरौँ स्पेशल केसमा। इफ टु भेक्टर्स एक्ट इन अपोजिट डिरेक्सन, थीटा कति राख्नु पर्छ 180, सो cos थीटाको ठाउँमा 180 राख्नु पर्यो। cos 180 भनेको -1 हो, यो भनेको त के आयो त p - q को स्क्वायर गर्न पनि पाइयो अथवा q - p को स्क्वायर पनि गर्न पाइयो। देयरफोर रिजल्टेन्ट भेक्टरको म्याग्निट्युड r भनेको कति आयो त p - q और q - p। हेर्नुहोस् है, रिजल्टेन्ट यदि p भेक्टर ठुलो छ भने p - q, q भेक्टर ठुलो छ भने q - p। यसमा के आयो त भने यदि दुईवटा भेक्टर्स अपोजिट डिरेक्सनमा छ भने हामीले डाइरेक्ट के गर्न सकिँदैछ, सबट्र्याक्ट गर्न सकिँदैछ ग्रेटर भेक्टर माइनस स्मल भेक्टर। सो मिनिमम यतिखेर चाहिँ के हुन सक्छ भने तपाईको यो रिजल्टेन्ट चाहिँ के हो त मिनिमम हो, 0 नै हुन सक्छ मिनिमम। यदि p र q को म्याग्निट्युड सेम भयो भने 0 नै हुन सक्छ। सो मिनिमम रिजल्टेन्टको फर्मुला चाहिँ कति हो त हाम्रो p - q और q - p। र अब हामीले रिजल्टेन्ट भेक्टरले ए भेक्टरसँग सरी p भेक्टरसँग बनाएको एंगल, p भेक्टरसँग बनाएको एंगल हामीले यहाँ हेर्ने हो भने अब कति हुँदो रहेछ त भने थीटाको ठाउँमा 180 राख्नुहोस्, sin 180 भनेको 0, हैन, cos 180 भनेको तपाईको 1 नै भइहाल्यो cos 180, र फाइनली कति आयो त भने हाम्रो 0 बाई समथिङ भनेको 0 आउँदो रहेछ। देयरफोर अल्फा भनेको 0 डिग्री और 180, tan इन्भर्स 0 भनेको 180 पनि हुन्छ, 0 और 180। यसको मिनिङ के हो त भन्नुहुन्छ भने यदि तपाईको p भन्ने भेक्टर तपाईको कति छ त भने 8 न्यूटन छ, यो फोर्स सपोज, हैन, त्यही पोइन्टमा यतापट्टि अर्को भेक्टर लागेको छ q भन्ने, यो चाहिँ तपाईको सपोज 2 न्यूटन छ। ल यो p र q, यो p हो र यो चाहिँ के हो त q हो। सो p चाहिँ के छ ग्रेटर देन q छ। सो यतिखेर हाम्रो रिजल्टेन्ट भनेको p - q र डिरेक्सन पनि कतापट्टि भयो त ग्रेटर भेक्टरतिरै हुन्छ, 0 डिग्री। 0 डिग्री भनेको रिजल्टेन्टले p भेक्टरसँग के बनाउँछ 0 डिग्री, द्याट मिन्स रिजल्टेन्ट पनि यही डिरेक्सनतिरै जान्छ, रिजल्टेन्ट यही डिरेक्सनतिर जान्छ p - q। तर यदि तपाईको यदि p भेक्टर 2 भयो, p भेक्टर 2 न्यूटन भयो, हैन, 2 न्यूटन भयो, 2 न्यूटन, र q भेक्टर चाहिँ तपाईको 8 न्यूटन भयो सपोज, 8 न्यूटन, तर तिनीहरू अपोजिट डिरेक्सनमा एक्ट भएको छ। जस्तै हेर्नुहोस् है, p तपाईको 2 न्यूटन मानौँ, जति माने पनि केही फरक परेन, p भनेको तपाईको 2 न्यूटन र q भनेको तपाईको कति छ त भन्नुहुन्छ भने 8 न्यूटन, q इज इक्वल टु 8 न्यूटन। यतिखेर के हुन्छ त अब हेर्नुहोस् है, 8 न्यूटन, 8 न्यूटन, हाम्रो रिजल्टेन्ट कुन डिरेक्सनतिर एक्ट हुने भयो त भने ग्रेटर भेक्टरतिर एक्ट हुन्छ। यतिखेर यो p भेक्टर र q भेक्टर अपोजिट डिरेक्सनमा छ, हाम्रो रिजल्टेन्टले तपाईको p भेक्टरसँग 180 डिग्री बनाएर 180 डिग्री बनाएर एक्ट हुने भयो, द्याट मिन्स यो चाहिँ ग्रेटर भेक्टर q भेक्टरतिर एक्ट हुन्छ, ग्रेटर भेक्टरतिर हो। यसरी हामीले सबट्र्याक्सन गर्दाखेरि दुईवटा भेक्टर्सको बीचको रिजल्टेन्ट सरी 180 डिग्री हुँदाखेरि रिजल्टेन्ट चाहिँ के हुँदछ भने ग्रेटर भेक्टरतिर एक्ट हुने रहेछ भन्ने कुरा यहाँबाट बुझ्नु पर्यो। सो मिनिमम रिजल्टेन्ट भनेको p - q और q - p हुने रहेछ। अब यदि दुईवटा भेक्टर्सहरू एक आपसमा परपेन्डिकुलर डिरेक्सनमा एक्ट भएको छ, अर्थोगोनल छ भने cos 90 भनेको 0 भयो र फाइनली रिजल्टेन्ट भनेको स्क्वायर रुट p स्क्वायर प्लस q स्क्वायर आउने भयो, र अल्फा भनेको हाम्रो कति आउने भयो त tan इन्भर्स q बाई p, किनकि sin 90 भनेको 1, cos 90 भनेको 0, यसले गर्दाखेरि अल्फा इज इक्वल टु tan इन्भर्स q बाई p आउँदो रहेछ। यसरी हामीले स्पेशल एंगलहरुमा हेर्यौं, अरु एंगलहरुमा पनि हामीले के गर्न सकिन्छ, रिजल्टेन्टको भ्यालु निकाल्न सकिन्छ र त्यसको डिरेक्सन पनि निकाल्न सकिन्छ। भनेपछि फाइनली हाम्रो कन्क्लुजन के आयो भने म्याक्सिमम रिजल्टेन्ट भनेको p प्लस q हुँदो रहेछ र मिनिमम रिजल्टेन्ट भनेको p माइनस q अथवा q माइनस
पी हुने रहेछ। भनेपछि हामीले फाइनल्ली रिजल्टेन्टको रेन्ज लेख्नु पर्यो भने हाम्रो के हुँदछ भने पी प्लस क्यू चाहिँ म्याक्सिमम, पी प्लस क्यू चाहिँ म्याक्सिमम, पी माइनस क्यू अथवा क्यू माइनस पी चाहिँ मिनिमम। पी माइनस क्यू र क्यू माइनस पी यसको म्याग्निच्युड हेरौँ हैन, यो म्याग्निच्युड लेस देन अर इक्वल टु आर लेस देन अर इक्वल टु पी प्लस क्यू हो भने मोडलस राख्दै पनि हुन्छ, यहाँ नराखे पनि केही फरक पर्दैन। भनेपछि हाम्रो रिजल्टेन्टको चाहिँ रेन्ज यति हुँदो रहेछ। यो चाहिँ हाम्रो मिनिमम रिजल्टेन्ट हो, यो चाहिँ हाम्रो म्याक्सिमम रिजल्टेन्ट हो। पोसिबल हाम्रो रिजल्टेन्टको पोसिबल भ्यालुजहरू चाहिँ यो भित्रपट्टि पर्छ। ल अब अर्को क्लासमा हामी पोलिगन ल अफ एक्रेडिसन पढ्छौँ।